चाहिँ तादोङको गाइस अनि त्यो पारीको चाहिँ रुमतिर गाइस हैन नाना कल गर्थ्यो गाइस नानाले कल रिसिभ गर्न भान्जियो गाइस भान्जी के कसो होला नि दामी थियो देख्नुस् गाइस मेरो नि हेर्नुस् गाइस जो लुते हुन्छ नि यस्तो छ भने यो खानु पर्यो नानाले चाहिँ के लिएको रहेछ किचनमा भन्दा चाहिँ पुनाम्स किचन विथ ल गाइस म चाहिँ नानाको माथि कि यहाँबाट दामी भ्यू देख्छ नि गाइस त्यो तलको चाहिँ देउराली हो गाइस हैन त्यो चाहिँ तादोङ हो गाइस अनि त्यो पारीको चाहिँ रुमतिरको गाइस हैन नानालाई कल गर्थ्यो कि गाइस नानाले कलै रिसिभ गरेन नो भनिकन आएको छु के गर्दो रहेछ हेरौँ न के गर्दैछ गाइस भित्र गएर बात मारौँ न गाइस यो चाहिँ भान्जी हो गाइस भान्जी हेलो के काटेको यो सब्जी बेच्छु यो चाहिँ के बनाएको यस्तो यो अलिकति किचनलाई डिजाइन दिएको भेनाले भेनाले दिएको दामी रहेछ है पुनाम्स किचन पुनाम किचनमा चाहिँ के यस्तो भेज पकाउने नि तिते गरेर खुवाउने भेज नन भेज पाक्दैछ यो चाहिँ नन भेज हो आज माइती राजा आएको छ तेरो घरमा ओके तँ त फेरि यस्तो गोलमोल सुँगुर जस्तो भएछ जस्तो नि आफूलाई त स्लिमै लाग्छ त हौ मलाई त अर्काले मात्रै भन्दा पनि टेन्सन हुन्छ हो भन न हौ सिमलाले भन तेरो के यो पेजको हो यो मेरो पेजको हो पुनामलाई बन्द हो अनि तँ पनि भ्लगर म पनि भ्लगर अनि भिडियो चाहिँ कसले हेरिदिने अब चाहिँ पहिला आफै हेर्ने हो शेयर कमेन्ट लाइक फलो आफै गरिहाल्नुपर्छ पहिला हेरस् नि गरेर त्यस्तो प्रगति त्यति साह्रो गर्नुपर्छ त्यति साह्रो हिम्मत दिएको जस्तो गाई सिक्नु पर्यो अलिकति केही कुछ मेरो दिदीबाट अघि कल गर्थेन नानी किन नउठाएको फोन कहाँ छ यो चाहिँ दामी रहेछ गाइस होइन हेर्नु यहाँ चाहिँ के पाक्दैछ अरे खोइ ढाँटेको जस्तो लाग्छ है मलाई यहाँ अहिले छ नि अब यहाँ सिटी पड्किन्छ कसरी खोलिदिएको ए बिफको सुप होला नि यो दामी रहेछ यो देख्नुहोस् है गाइस मेरो दिन नि भ्लग बनाउनु छ होइन ए पुनाम्स किचन लेखेको छ कि पुनाम्स किचन है गाइस फेरि अरू होइन नि पुनाम्स बन्दावा किचन ए पुनम बन्दावा हो पुनाम छैन नाना दामी रहेछ यो चाहिँ मलाई पनि मनपर्छ गाइस ल गाइस फेरि अर्को भिडियोतिर भेटौँ होला नाना नि के यस्तो हेलो हाई नो बाई ए ल गाइस मलाई चाहिँ नगरिदिनु है हेर्नुहोस् उनीहरूलाई गरिदिनु माग्नेलाई म चाहिँ उनीहरू त माग्ने पो त अब ल नाना चल्दै हे भन्दा के कोही दिँदैनस् मलाई म गइहाल्नु त्यतिकै अनि माइती राजालाई बोलाएर चाहिँ बाई बाई भनिदिने यस्तो माइती राजा सरप्राइज आएको तिते गरेला पो अनि यस्तो चिसो भात दिने मलाई नि फेरि ए फ्रेस पाक्दैछ ए ल ए पाक्दैछ ठिक छ त्यसो भएछ ल ल नाना फेरि बाई भन्ने फेरि तातो चिसो खोइ के यस्तो चिसो चिसो बियर पो त नाना माइती राजा आफ्टर लङ टाइम चिसो चाहिँ कप्परमा खायो भने ग्यास्ट्रिक पनि हुँदैन हो यसको चिसो छँदै जाने ए ल ल नाना ल यस्तो मेरो हेर्ने भ्युअर्सहरूलाई होइन नानाले एक दुई शब्द मिठो मिठो भन्नु पर्यो अब मेरो भाइको पनि पेज छ तपाईँहरूलाई अलरेडी यादै छ होइन तपाईँहरूले पनि अब साथसाथै दिनु होला मेरो भाइ होइन त्यस्तो होइन गलत राम्रो लाग्यो भने मात्रै हेरिदिनु होला नराम्रो लाग्यो भने ट्याप्पै नहेर्नु होला नराम्रो लाग्यो भने अनफलो गर्नु होला मेरो भिडियो मन पर्यो भने चाहिँ के गर्नु होला नाना अब मन पर्यो भने त त्यही हो फलो लाइक कमेन्ट शेयर गर्नु गाइस देख्नुहुन्छ यी मेरो नाना चाहिँ पहिला बिहा गर्नुभन्दा अगाडि चाहिँ यस्तै थियो चम्ची जस्तो ले त चम्ची कहाँ छ यस्तै थियो होइन बिहा गरेपछि चाहिँ भ्यालट्याक्कै भान्जी हो त्यहाँदेखि चाहिँ ब्याक टु सुँगुर काफी फेरि छुची पो छ नि गाली पनि दिन्छ नि मलाई त्यस्तै गाइस यस्तै थियो त पर नाना अहिले चाहिँ यस्तो भइदिएछ ठिक छ स्लिम ल नाना फेरि ओके बाई बाई भन्छ खोइ बस छैन ए ल बाई बाई गरिदिनु अब चाहिँ